गौरमा 2081 सालदेखि सञ्चालित रहेका पण्डित मङ्गल कुमार उपाध्याय बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूले कृषि अनुसन्धान परिषदबाट प्राप्त धानका बिउबाट तयार पारेका 3 थरीका धानका बेर्नालाई क्याम्पस परिसरमा थप रिसर्चका लागि आज राष्ट्रिय धान दिवसको अवसरमा रोपाई गरिएको छ। नगर प्रमुख शम्भु शाहद्वारा विधिवत पूजापाठ गरी क्याम्पस परिसरमै रोपाई गरिएको हो। क्याम्पस परिसरमा रोपाई गरिएको धानलाई क्रमशः खरेरी र डुबान बनाएर परीक्षण र थप अध्ययन गर्ने क्याम्पस प्रमुखले बताउनु भएको छ। कार्यक्रममा क्याम्पस प्रमुख राम आशिष शाहले तराईका खरेरी तथा डुबान क्षेत्रका लागि अनुकूल 3 धानका जातबारे प्रश्न पार्नु भएको छ। धानका यी जातहरू हुन् स्वर्ण सब 1, गङ्गा सागर 1 र गङ्गा सागर 2। यीमध्ये स्वर्ण सब 1 जातका धान तराईको लागि सिफारिस गरिएको धानको जात हो। यसलाई खरेरी तथा पानी जम्ने दुवै खालको जग्गामा लगाउन सकिन्छ। यसको सरदर उत्पादन क्षमता 3.5 मेट्रिक टन प्रति हेक्टरसम्म हुने अनुमान गरिएको छ। यस्तै अर्का जाति हुन् गङ्गा सागर 1 र गङ्गा सागर 2। यी दुवै धानका जात पानी जम्ने क्षेत्रमा लगाउन सकिन्छ। 15 देखि 20 दिनसम्म डुबान हुने जग्गामा पनि धान सप्रिने भएका हुँदा यसलाई तराईका बाढ प्रभावित क्षेत्रका लागि अनुकूल मानिएको छ। यसको उत्पादन क्षमता 3.5 मेट्रिक टनदेखि 4 मेट्रिक टन प्रति हेक्टर हुने कृषि अनुसन्धान परिषदको अनुमान रहेको छ। कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख शाहले क्याम्पसको सञ्चालन, पूर्वाधार निर्माण, जग्गाको सुनिश्चितता, क्याम्पसको आफ्नै भवन निर्माण र थप फ्याकल्टी सुरु गर्ने बारे योजनाहरू सार्वजनिक गर्नुभएको छ। यो क्याम्पस ल्याउनलाई मेरो अहम भूमिका पूर्व महामन्त्री माधव कुमार नेपालज्यूको र मेरो यो क्याम्पस अन्तै जानेवाला थियो, तर मैले लडाइँ गरेर झगडा गरेर मैले यहाँ ल्याएको र वर्षेनी नगरपालिकाबाट चाहिँ हामीले यसमा अनुदान पनि दिन गरेका छौँ। अब यो एकदम अब हामीसँग चाहिँ भौतिक पूर्वाधारको कमी छ र प्रत्येक वर्ष अब नयाँ एडमिसन हुनुभन्दा पहिला भवनको काम हुँदै आइरहेको छ। गत वर्ष यो कार्य यसमा काम भयो पहिलेसम्म र यस क्याम्पसको लागि हामीले जग्गा उपलब्ध गराइसकेका छौँ। 3 बिघा 2 कट्ठा वडा नम्बर 8 मा तपाईँको चाहिँ बस स्ट्यान्डको ठ्याक्क पछाडिपट्टि राम्रो ठाउँ छ, बाटो पनि एकदम चौडा छ। त्यो ठाउँमा हामीले व्यवस्था गराइसकेका छौँ। यस आर्थिक वर्षमा हामीले अनुरोध पनि गरेका छौँ, प्रदेश सरकारलाई लेखेर पनि पठाएका छौँ, भवन बनाउन निम्ति रकम विनियोजन गर्नु।